अब मानिसहरूको त अब कतिजना मानिसहरूको त उमेर भएपछि आँखा अलिक कमजोर हुँदै जान्छ नि। र कतिको चाहिँ अब बिना उमेरमै आँखा खराब हुन्छ। त्यो के कारण हो भने अनुसार वास्तुअनुसार उत्तर दिशा र पूर्व दिशामा यदि ठुल्ठुलो रुखहरू छ, जस्तो पिपलको गाछ भयो, बहरको गाछ भयो होइन, ठुल्ठुलो झ्याङ हुने रुखहरू छ भनेदेखि त्यो घरमा बस्ने मानिसको छिटै नै एक नम्बर त आँखाको प्रब्लम क्रिएट हुन्छ, अर्को नम्बर नर्भस सिस्टमको पनि प्रब्लम क्रिएट हुन्छ। र उत्तर र पूर्वपट्टिको रुखहरू चाहिँ हटाउनुपर्छ। पुरा अलिक ख्याल राख्नुहोस्। घरको छेउछाउ चाहिँ रुखहरू उत्तर र पूर्व एकदमै नराख्नुहोस्। छ भनेदेखि बरु पश्चिम र दक्षिणमा तपाईँ लगाउनुहोस्, त्यो राम्रो हो। तर उत्तर र पूर्वको रुखहरू चाहिँ एकदमै खराब हो वास्तुअनुसार।